खेल्छन् ब्राजिलले जित्छ भने जस्तै एमालेको अध्यक्ष को हुन्छ एकपल्ट भनिदिनुहोस् त। ब्राजिलले जित्छ अन्तिममा होइन, एमालेको अध्यक्ष को हुन्छ? अब भवितव्यको कुरा त के, अलिक आशा छ मलाई कि मेरो विरुद्ध कोही नउठ्ला र म निर्विरोध हुन्छु भन्ने। एउटा बाहिरिने को हुन् नबाहिरिने को हुन् भन्नु हो, नयाँ आउने को हुन् पुराना हट्ने को हुन् भन्ने प्रश्न आयो। ठिक छ, यहाँ गुनी बैगुनी भन्ने कुरा छैन। जसले बढी भोट ल्याउँछन् जित्छन् ती रहनेछन्, जसले बढी भोट ल्याउँदैनन् ती रहँदैनन्। धेरै खाए 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 भनेर भने गर्छन्। के खाए? एक कार्यकाल पुगेको छैन। जतिपल्ट निर्वाचित भए पनि 5 वर्षको कार्यकाल पुरा गरेको शेरबहादुरजीले पुरा गरेको छ कि छैन? कुनै 5 वर्ष राजनीतिमा प्रवेश गर्छु भनिरहनु भएको छ। राजनीतिमा प्रवेश नगरी मदन भण्डारी फाउन्डेसन चलाउनु भएको छ। मदन भण्डारी फाउन्डेसनको कार्यालय कसैले सदुपयोग गरेको भए बेग्लै कुरा हो। फेरि तपाईँहरूले घोषपिस गर्यो भन्ने बेर छैन। 45 सालदेखि 82 सालसम्म एउटा मान्छे पार्टीको टपमा छँदैछ। त्यहाँ त आलोचना गर्नुहुन्न तपाईँहरू हो र? त्यस कारण यो दुई कार्यकाल अमेरिकी प्रेसिडेन्सियल कुरामा मात्रै दुई कार्यकाल भन्ने छ। अमेरिकाले हटाएको छैन। एकै दिन निर्वाचन हुन्छ। यस्तो गरेर निर्वाचित त हटाउन पाइन्छ यहाँ जस्तो गरेर? अध्यक्षज्यू नमस्कार। म अनलाइन खबरबाट बसन्त बस्नेत। म चाहिँ तपाईँले जेनजीहरूको बारेमा यसभन्दा अगाडिको प्रेस मिटमा पनि र अरू सन्दर्भमा धेरै भनिसकेको हुनाले म चाहिँ एक दुईवटा कुरा महाधिवेशनतिर केन्द्रित गरेँ। मैले चाहिँ यो हामीले त्यो फुटबलको बारेमा सुन्थ्यौँ कि चाहिँ फुटबल एउटा यस्तो खेल हो जहाँ एउटा टिममा 11 जना खेलाडी हुन्छन् र विभिन्न देशको बिचमा प्रतिस्पर्धा हुन्छ र अन्तिममा ब्राजिलले जित्छ भन्ने एउटा हामीले सुन्थ्यौँ कि त्यो चाहिँ फुटबल रह्यो कि। त्यस्तै यो एमालेको महाधिवेशन अब हुन्छ, केही नेताहरू भेट्छन्, मैले बोल्छु र अन्तिममा चाहिँ केपी ओलीले जित्नुहुन्छ टाइपको हुन लागेको हो। एउटा बाहिरिने को हुन् नबाहिरिने को हुन् भन्नु हो, नयाँ आउने को हुन् पुराना हट्ने को हुन् भन्ने प्रश्न आयो। ठिक छ, यहाँ गुनी बैगुनी भन्ने कुरा छैन। जसले बढी भोट ल्याउँछन् जित्छन् ती रहनेछन्, जसले बढी भोट ल्याउँदैनन् ती रहँदैनन्। यो मेरो कुरा होइन, प्रतिनिधि छानिसकेको छ, प्रतिनिधिको कुरा हो। त्यसकारण यस कुरामा मैले योभन्दा बढी के भन्नु। अब मेरो उठ्ने नउठ्ने भन्ने कुरा मलाई अहिले पनि के लाग्छ भने अलिकति परिस्थिति त त्यस्तोतिर गइराखेको देख्दिनँ। फेरि पनि अलिक आशा छ मलाई कि मेरो विरुद्ध कोही नउठ्ला र म निर्विरोध हुन्छु भन्ने मेरो मूल्याङ्कन हो। त्यसो गर्दाखेरि राम्रो हुन्छ। यद्यपि फेरि यहाँहरूले भनिहाल्नुहुन्छ यो लोकतान्त्रिक अभ्यास छोडे, फेरि प्रतिस्पर्धा गरेनन्, गर्न दिएनन्, यस्तो उस्तो। दबावको राजनीति होइन भनेर मैले अघि नै भने, दबाव होइन। अर्को यो महाधिवेशनले के गर्छ हेरौँ। भोलि हामी फेरि बस्दैछौँ। भोलि अलिक अन्तिम जस्तो टुङ्गो के गर्छौँ के गर्दैनौँ भन्ने कुरामा भोलि टुङ्गो हुन्छ। त्यसपछि के प्रस्ताव जान्छ जाँदैन भन्ने कुराको पनि टुङ्गो लाउँछौँ। जे प्रस्ताव जाँदा पनि त्यो सहमतिका साथ जान्छ। अनि
एउटा खेलकुदबाटै सुरु गर्नुभएको थियो क्या अघि खेल्छन् ब्राजिलले जित्छ भने जस्तै एमालेको अध्यक्ष को हुन्छ एकपल्ट भनिदिनुहोस् त ब्राजिलले जित्छ अन्तिममा होइन एमालेको अध्यक्ष को हुन्छ अहिले अब भवितव्यको कुरा त के भन्न सकिन्छ तर सबैलाई थाहा भएको कुरा मैले भनिरहनु पर्दैन सबैलाई भनेको हाम्रा प्रतिनिधिहरू सबैलाई थाहा भएको कुरा भनेको नि उहाँहरूले फैसला गर्ने कुरा हो अब पत्रकारहरू त त्यो एकदमै जानकार हुन्छन् पहिलेदेखि भनिदिन्छन् ब्राजिलले जित्छ पत्रकारलाई त थाहा हुन्छ यो कुरो कसले जित्छ थाहा पनि छ त्यस कारण चित्त बुझिराखेको छैन अहिले अवस्था त्यो अब अर्को यो खेलमा नि त्यो मेसी कतिवटा गेम खेल्यो दुईटा भन्दा उता खेल्यो कि खेलेन दुईटा मात्रै गेम खेल्यो कि धेरैवटा खेल्यो दुईटा मात्रै गेम खेलेर छोडे त अर्काले गोल्डन बुट पाउँथ्यो नि त आखिर उसले नखेलेको भए त अर्काले पाउनु त निश्चित कसैले त पाउँछ नि त गोल्डन बुट बढी गोल लाएर म पनि खेल्न छोड्छु नि अलि पछि पर्खिनुहोस् न म पनि खेल्न छोड्छु नि त हरेकले खेल्न छोड्छ नि त हामीसँग थुप्रै अग्रजहरूले खेल्नुहुन्न त अहिले बिपी कोइराला हुनुहुन्थ्यो मनमोहन अधिकारी हुनुहुन्थ्यो कृष्णप्रसादजी हुनुहुन्थ्यो गणेश मानजीहरू हुनुहुन्थ्यो उहाँहरू कहाँ खेलिरहनु भएको छ खेल्न नसकेपछि त आफै छोड्छ नि त मेसीले पनि सधैँ खेल्ने होइनन् नि समय आउँछ त्यसर्थ म्याराथनमा भाग नलिदेऊ तिमीले भाग लिएर चाहिँ स्वर्ण पदक सधैँ लगिदेऊ हामीलाई छोडिदेऊ भनेर उचित हुँदैन क्या यो 3 पल्ट होइन 7 पल्ट कुदेर 7 वटा स्वर्ण पदक लिन पाइन्छ सक्नुहुन्छ भने कुद्नुहोस् कुद्न नसक्ने छोड्दै नखेल भन्ने के कुरा गरेर दियो कोटाइयो त खेल्न सक्ने भएपछि कटाउँदैन भन्दैछु त कोटाइहाल्यो त्यो हामीले राखेको हो हामीले कटाएको हो विधान भनेको संशोधन गर्ने चिज हो गरे हो त्यस कारण यो दुई कार्यकाल अमेरिकी प्रेसिडेन्सियल कुरामा मात्रै दुई कार्यकाल भन्ने छ अमेरिकाले हटाएको छैन एकै दिन निर्वाचन हुन्छ यस्तो गरेर निर्वाचित हटाउन पाइन्छ यहाँ जस्तो गरेर पाइन्छ त्यहाँ एकै दिन राष्ट्रपतिको निर्वाचन भनेको फलानु दिन हिस्ट्रीमै फलानु दिन त्यो दिन जेसुकै भए पनि त्यो दिन निर्वाचन गर्छ जेसुकै भए पनि आफ्नो ट्रेडिसन हुन्छ राष्ट्रपति 2 पल्ट ट्रम्पले अहिले यो हटाउनुपर्छ र तेस्रो कार्यकाल पनि पाउनुपर्छ भन्दैछन् विधान संशोधन हुन बेर पनि छैन त्यहाँ पनि संसार गतिशील छ त्यहाँ बाहेक यी भारतमा देख्नुभएको छ कतिपल्ट छ धेरै खाए भनेर भने गर्छन् के खायो एक कार्यकाल पुगेको छैन जतिपल्ट निर्वाचित भए पनि 5 वर्षको कार्यकाल पुरा गरेको शेरबहादुरजीले पुरा गरेको छ कि छैन कुनै 5 वर्ष 5 पल्ट हुनुभयो 5 वर्ष पुरा गरेको छैन होला अनि कति चलायो भने कामै गर्न दिएको छैन भयो फेरि त्यसमा चाहिँ व्यवधान आइहाल्छ काम गर्नै पाएको छैन त्यसकारण मोदीजीले जस्तो 3 कार्यकाल सी जिनपिङले जस्तो 3 कार्यकाल पुटिनले जस्तो 3-4 वटा कार्यकाल अनि मान्छेले विकास पनि गर्छ काम पनि गर्ने अवसर पनि पाउँछ मौका पनि पाउँछ आफ्नो स्थिरता स्थायित्व पनि अलिकति चाहिन्छ नि
त्यसो भएर कुन चिजका लागि के भन्ने कुरा त्यो बुझ्न पर्यो। त्यसर्थ यो मान्छे फेरि अब कतिपय मान्छेहरूलाई केपी मन परेको छैन। अनि वसन्त बस्नेतले आफ्नो उसमा चाहिँ मुभी क्यामेरा राखेर केपीलाई सट्टो सराप गर्न हुने, म मान्छे चिन्दिनँ है। सन्दर्भले सट्टो सराप गर्न हुने, अनि केपी ओलीले चाहिँ केही भनिहाल्यो भने तपाईँको चाहिँ यस्तो भाषा सुहाउँछ भन्ने। आफ्नो भाषा हेरौँ न भन्ने चाहिँ फेरि वसन्त बस्नेत होइन है, छेउको मान्छे हो भाषाको कुरा गर्ने। तर हामीले पोलिटिकल कुरा गर्दा पोलिटिकल विश्लेषण हुन्छ, गाली गलौज गर्दैनौँ, झुटा आरोप लान्छना लगाउँदैनौँ। नेकपा एमालेको एउटा स्ट्यान्डअप छ, गाली गलौज नगर्ने, झुटो आरोप लान्छना नलगाउने। त्यो एउटा हाम्रो आफ्नो कल्चर। तर पोलिटिकल्ली हामी आफ्ना कुराहरू सशक्त ढङ्गले राख्छौँ। पूर्व राष्ट्रपतिजी दलीय राजनीतिमा खिचातानीमा एउटा सेरेमोनियल भनेको चाहिँ के हो भने, कार्यकारी भनेको आलोचना काम पनि गर्छ, आलोचनाको घेरामा पनि पर्छ। सेरेमोनियल भनेको सम्मानित हो, आलोचनाभन्दा माथि हो, आलोचना पनि गरिँदैन, विवादमा पनि तानिँदैन, त्यस्तो खालको पद हो। उहाँ त्यसै गरी बस्दाखेरि राम्रो हुन्छ। कुनलाई शुभकामना दिन जाने, कुनलाई नदिन जाने भन्ने पनि कुरा आउला। त्यसो भएर अर्को कुरा, उहाँ अहिले राजनीतिमा प्रवेश गर्छु भनिरहनु भएको छ। राजनीतिमा प्रवेश नगरी मदन भण्डारी फाउन्डेसन चलाउनु भएको छ। मदन भण्डारी फाउन्डेसनको कार्यालय कसैले सदुपयोग गरेको भए बेग्लै कुरा हो। फेरि तपाईँहरूले घोषपेच गर्यो भन्ने बेर छैन। घोषपेचको कुरा होइन, मदन भण्डारी फाउन्डेसनको कार्यालय चाहिँ कसैले अलिक सघन ढङ्गले चलाइदिउँ भनेर सदुपयोग गर्नु बेग्लै कुरा हो। अर्को कुरा, तपाईँहरूको हमला मैले सबै भने होइन है। फेरि अब हेर्दा त एकजनालाई मात्र ताकेर त हेर्नु भएन नि, होइन? ताकेर कसैलाई त हेर्नु भएन। त्यसो भएर मैले तपाईँहरू सबै भन्ने भएँ। तर 45 सालदेखि 82 सालसम्म एउटा मान्छे पार्टीको टपमा छँदैछ, त्यहाँ त आलोचना गर्नुहुन्न तपाईँहरू, हो र? हो। अच्छा, अब उहाँ चाहिँ उहाँको पनि जति पनि केपीओलीले गरेर, उहाँ त उपाध्यक्ष, महासचिव, सचिवहरू सबैलाई खारिज गरेर सम्पूर्ण अधिकार आफ्ना हातमा लिएर संयोजक भएर चाहिँ चलाउनु भएको छ। अध्यक्ष पद त त्याग गर्नुभयो नि उहाँले भन्ने व्याख्या त्यस्तो मजाको व्याख्या आउँछ। अब हामीले त्यस्तो गरेका छैनौँ। म मात्रै हो, पार्टीमा हराइन्छ हारिन्छ जसरी होस्, बाकस साटेको तपाईँहरूलाई थाहा होला, जसरी होस् म हारेँ भनेर घोषणा गरेपछि मैले कुनै प्रकारको अरू शिकायत गर्ने, न्यु खोज्ने, पार्टी फोड्ने यस्तो खालको काम गरिनँ। 8औँमा हराएँ, 9मा म लडेर जितेँ। पार्टीभित्र लोकतान्त्रिक अभ्यासको वकालत मैले गरेको हुँ। नेकपा एमालेभित्र र अरू पार्टीलाई पनि त्यसले विभिन्न ढङ्गले चाहिँ चर्को दबाब दिएको, पार्टी जीवनको लोकतान्त्रिकहरू अरू पार्टीलाई पनि दबाब दियो। यिनीहरू नदोर्याउँ। मेरो कार्यक्रम नमस्कार। अब